हेर्नुहोस् अघि मैले सयपत्रीको कटिङ गरेको छु नि, यो कटिङ चाहिँ अब म यहाँ सार्नेवाला छु। हेर्नुहोस् माटो चाहिँ मैले यसरी मिक्स गरेको छु। माटो चाहिँ यसलाई चाहिँ माटो चाहिँ मैले त्यो पुरानो गमलाको माटो, त्यहाँबाट चाहिँ पत्रा जङ्गली मल मिक्स गरेर यसरी मिक्स गरेर बनाएको छु। अब यसलाई चाहिँ म यसरी कटिङ गरेर माथिको पात सबै यसरी छिराएर यसरी रोप्दैछु। हेर्नुहोस् यो प्रकारले यसरी रोप्न सक्नुहुन्छ। यसरी मैले माथिको पात यसरी छिराएर यसरी रोप्यो भने तपाईँले छिटो सर्छ। यसरी रोप्नुपर्छ। मैले पनि ट्राई गर्दैछु, तपाईँहरू पनि ट्राई गर्नुहोस्। माटो चाहिँ मैले अघि भने माटो चाहिँ तपाईँले पुरानो गमलाको माटो र पत्रा जङ्गली मलमा रोप्यो भने छिटो सर्नुहुन्छ। तपाईँको यसरी छिटो सर्छ। त्यहाँबाट तपाईँले रिपोर्टिङ गर्नुहोस्। त्यहाँदेखि तपाईँले फेरि पटमा सार्नुहोस्। अहिले चाहिँ मैले यसरी नै सारेको छु। हेर्नुहोस् तपाईँहरू सबैजना हेर्नुहोस्, यसरी सार्नुपर्छ। यसरी माथिको पाता सबै काट्नुपर्छ, काटेर यसरी रोप्नुपर्छ। बस तपाईँहरू पनि त्यसरी नै ट्राई गर्नुहोस्। बस।